मुस्ताङ नेपालका सबैभन्दा चिसा क्षेत्रहरूमध्ये एक हो। जाडोमा यहाँको तापक्रम -20 देखि -30 डिग्री सेल्सियसमा झर्छ। त्यसैले हामीले एक गाउँबाट अर्को गाउँको यात्रा सुरु गर्न करिब बिहानको 10 बज्नै पर्थ्यो। आज पनि अबेर छुसाङबाट घमीतिर उकालो लाग्दैछौँ। समुद्री सतहबाट 2900 मिटरमा रहेको छुसाङ छोडेर 3500 मिटरमा रहेको घमी गाउँ पुग्नु छ। ठुला ठुला खोज भई नागबेली चालसँगै बगेको कालीगण्डकीलाई छोड्दै हामी पक्की पुल तरेर बाटो उकालो लाग्छौँ। गुड मर्निङ एभ्रिवान। 8औं दिनको भ्लगमा सबैलाई स्वागत छ। आज भोइस किन चेन्ज भयो भन्ठान्नु भएको होला। म आज क्यामेराम्यान बोलिरहेको छु। आज हाम्रो यात्रा चाहिँ विभिन्न गाउँहरूको एक्सप्लोर गर्दै अप्पर मुस्ताङतिर लागिरहेका छौँ। हामी हरेक चिजहरू हामी देखाउने कोसिस गर्नेछौँ र तपाईँलाई पनि यात्रामा सँगसँगै लैजानेछौँ। र हाम्रो यात्रा बाइकको थ्रुबाट बढी चाहिँ एक्सप्लोर हुनेछ, किनभने हामीलाई बाइकको थ्रुबाट विभिन्न गाउँहरूमा जान सहज हुने भएको भएर बाइकको यात्रामा तपाईँहरूलाई निरन्तर देखाइरहनेछौँ। यात्रामा सँगसँगै रहनु होला। अहिले अबको 5 मिनटपछि तपाईँलाई डिफ्रेन्ट लोकेसन हेर्दा पनि अचम्म लाग्ने, वाउ लाग्ने लोकेसनमा लैजाँदैछौँ। प्लिज हेरेर प्रतिक्रिया दिनुहोला कस्तो रहनेछ हाम्रो यात्रा, र तपाईँहरूले पनि त्यो एक्सपिरियन्स लिनुहुनेछ भन्ने हामी विश्वास गरेका छौँ।